हामी क्वाङखे भन्ने ठाउँमा चाहिँ आइपुग्यौँ। खासमा चाहिँ टिकट थिएन हामीसँग भन्नाले बेलुकाको काटेको थियौँ, तर हामीलाई सँगै जानुपर्ने भएकोले गर्दा छिट्टै हामी फर्किन थालेको बेजिङमा, तर बेजिङको टिकट पाएन। त्यही भएर क्वाङखे भन्ने चाहिँ माइ स्टेसनमा झरेका छौँ क्विनखे। अब त्यसपछि हामी यहाँबाट फेरि सबवे लिएर चाहिँ जान खोज्छौँ बेजिङमा, बेजिङ बे भन्ने ठाउँमा। तर पाउँछ कि पाउँदैन स्योर छैन है। त्यही भएर हेरौँ, गएर अब पाइयो भने बाई लक आजको आज नै सँगै गइन्छ हामी। हेरौँ अब टिकट काउन्टरमा गएपछि बल्ल थाहा हुन्छ। हामीले चाहिँ यहाँ त्यो चाइनाको सुइका पायौँ यो टच गरेपछि हुने रहेछ, थाहा थिएन मलाई। सो अब हामी यो चढेर चाहिँ यो बेजिङ बे भन्ने ठाउँमा जान्छौँ। अब ट्रेन जाँदैछ होला, कति बेरको हुन्छ हामीलाई थाहा छैन। कुद्नु पऱ्यो, भ्याउँदैछ कि भ्याउँदैन थाहा छैन कि। अब अहिलेसम्म ट्राई गरेको छैन नि त। सो हेरौँ के हुन्छ। यहाँनिर चढ्नुपर्छ अब। हाम्रो एक्सपिरियन्स चाहिँ अब लोकल ट्रेनमा हुँदैछ। अब लोकलमा जसरी हामीले सुइका टच गर्छौँ जापानमा, त्यस्तै गरी हामीले किनिसकेको छौँ 4 रुपियाँ 1 डे पास। त्यही भएर अब यसमा चढ्छौँ अनि त्यसपछि हामी जान्छौँ। यसमा चाहिँ उभिएर जानुपर्ने हुन्छ, हाम्रो सिट छैन। अब ठिक छ, यति पायो भने नि छिटै पुग्यो भने त राम्रो हो, तर टाइम कति लाग्छ भन्ने थाहा छैन हामीलाई। हुन्छ।最自然口语化，贴合旅行闲聊语境。补充说明，核心表达精准对应。去上海也是要游玩旅游吗 OK。 स्टेसन चाहिँ अब यो एयरपोर्ट जत्रै छ क्या। यस्तो हेर्दाखेरि यो नेपालको नर्मल एयरपोर्ट पनि यति राम्रो हुँदैन, यति ठुलो हुँदैन। यत्रो पुरै घुमाएर माथि तल गरेर लगिदिन्छ अब त्यहाँसम्म। ल हेर्नु यति राम्रो छ र यति ठुलो छ। हामी चाहिँ अब यो साउथ स्टेसनमा आइसकेका छौँ बेजिङको। अब बेजिङबाट चाहिँ हामी साङ्घाई जाँदैछौँ, जसमा चाहिँ हामी ट्रेन स्टेसनमा आएको छौँ। र मलाई चाहिँ विश्वास हुन सकेको छैन कि यो चाहिँ ट्रेन स्टेसन हो भनेर। यो कुनै पनि एङ्गलबाट चाहिँ ट्रेन स्टेसन हुन सक्दैन होइन, यति राम्रो छ, यस्तो खतरा छ होइन। नेपालको एयरपोर्ट पनि यस्तो बन्नलाई चाहिँ धेरै समय लाग्छ होला होइन, त्यो लेभलमा पुगेको छैन जुन चाहिँ यो जुन नर्मल एउटा ट्रेन स्टेसन छ होइन। त्यही भएर चाहिँ विकासको धारा चाहिँ यहाँनिर चाहिँ पुरै हुन्छ नि, ठुल्ठुलै नै बगेको छ। हाम्रोमा चाहिँ खै त्यो पानी बन्द भएको छ कि के हो थाहा छैन। ट्रेन स्टेसन नै यति धेरै ठुलो छ होइन साउथ स्टेसनको। अब एउटा स्टेसनलाई हुन्छ एउटा एयरपोर्टलाई के कुरा चाहिन्छ त? एउटा चेकिङ चाहिन्छ होइन। चेकिङ बबाले यहाँनिर मजाले स्क्यानिङ हुन्छ होइन। वेटिङ चाहिन्छ, वेटिङ गर्ने ठाउँ टन्नै छ होइन। सपिङ सेन्टरहरू चाहिन्छ, सपिङ सेन्टर भयो भने नि सबै कुरा सपिङ सेन्टर पनि छ होइन। अब जस्तै अब वर्ल्ड क्लास नै छ कि, त्यसले गर्दाखेरि चाहिँ स्टेसन चाहिँ हाम्रो एयरपोर्ट भन्दा नि बबाले देखेँ मैले चाहिँ। मलाई चाहिँ एकदम खुसी लाग्यो, किनभने चाहिँ हामीले पैसा दिएर खाने ठाउँ पनि पायौँ। नत्र चाहिँ कति धेरैचोटि पैसा तिर्यौँ, बोक्यौँ, हिँड्यौँ होइन। जहाँ गयो पनि क्युआर कोड स्क्यान गर, अनि त्यसपछि एप्लिकेसनमा लगइन गर, त्यहाँबाट अर्डर गर, अनि बल्ल त्यो अर्डर चाहिँ यहाँ पसलमा आइसकेपछि अनि बल्ल तिमीले खान पाउँछौ भनेर सर्च गर्यो। अब लगइन गर्नु पऱ्यो, अनि चाइनाको नम्बर छैन, त्यसले गर्दाखेरि 2-3 ठाउँबाट पसेर नि बाहिर निक्लिनु परेको थियो। आज नै पैसा दिन्छु हुन्छ भन्दाखेरि चाहिँ हुन्छ भनेर खानेकुरा दियो होइन। त्यही यति मिठो मिठो देखेँ होइन। त्यही भएर खुसी लाग्यो, पैसा दिएर खान पाइयो। जस जापानमा चाहिँ के अरे चाइनामा चाहिँ पैसा दिएर नि खानलाई चाहिँ गाह्रो छ, किनकि क्यासै तिर्नु पाइँदैन, सबै क्युआर कोड मात्र हुन्छ। हाम्रो खानपिन पनि भयो। अब हामी चाहिँ चेक इनमा बस्दैछौँ। यहाँनिर चाहिँ हाम्रो पालो आउँछ यहाँनिर, अनि हामी चाहिँ जहिले पनि पासपोर्ट भएको ठाउँमा बस्नुपर्ने हुन्छ। अन्तबाट चाहिँ आइडी कार्ड टच भएर मात्र जाने हो। हामीलाई चाहिँ पासपोर्ट मात्र लाग्छ, किनकि हामी विदेशी हो, हामीसँग पासपोर्ट हुन्छ, यहाँको कार्ड हुँदैन। त्यही भएर अब हामी कुरेर बस्नुपर्छ। हाम्रो गेट खुलिसकेपछि बल्ल हामी साङ्घाई जान्छौँ। आइडी पासपोर्टहरू चाहिँ यहाँनिर यसरी स्क्यान हुन्छ, अनि यसरी स्क्यान भइसकेपछि बल्ल जान्छ। ओके, हामी सेक्युरिटी चेक भएर अब यहाँनिर सिङ्खानजेन चढ्न लागेको छौँ। अब सिङ्खानजेन भनेको बुलेट ट्रेन चढ्न लागेको छौँ। अब हामी जान्छौँ। प्लेनको जस्तै सिट रहेछ। हामी चाहिँ अब ट्रेन चढिसक्यौँ। ट्रेन भन्ने के, यसलाई बुलेट ट्रेन भन्ने। ट्रेनै भनौँ, बुलेट ट्रेन पनि भनौँ,
ट्रेनै भनौँ बुलेट ट्रेन नभनौँ 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 किनभने यसमा के एकतिर गोली सिट छैन एकतिर सिट रिजर्भ गरेर अर्कोतिर परे हाम्रो साथी राम्रीसँग पढाउँला भने बुढासँग पऱ्यो ए हाम्रो बुढा दाइसँग पढायो भने त उसले दिक्क मानिरहेको छ नि त्यही भएर ठिक छ मलाई त त्यस्तै पनि ठिकै हुन्छ छ यतिको राम्रो केटी पाइरहेको त सही हुन्थ्यो होला तपाईँलाई अब के गर्नु मलाई त चाहिएन क्या हो म त एकदम झ्यालपट्टि बसेर टक्क सिन हेर्ने हो ल ठिक छ रमाइलो गर सिन हेर्दै जाउँ त्यसो झ्यालमा ओके हुन्छ मार्केटमा मार्केटमा केही हुन्छ 那个小紫色推车哪位旅客的？上面不能放推车，先生，您放那个大下一型车往后站座椅济南都有西站位置的，都空的。这个推车太 Next 危险了， stop 大家斜着放。 is 各位家长，请勿让儿童 हाम्रो 在 अब 车 यात्रा 厢 सुरु 内 भएको 奔 छ 跑打 उहाँ 闹。 चाहिँ मजाले छेउको सिटमा पढ्नु भएको छ झ्यालकोमा धेरै खुसी हुनुभएको छ त्यसको भ्यू हेर्दै हेर्दै जान पाउनु भएकोले गर्दाखेरि म चाहिँ बुढो सुटोसँग यसरी साइडमा बसेको छु त्यसले खाएको हेरेको छु बसेको छु यसरी मेरो होइन जिन्दगी यस्तो प्रब्लम के हो भने है पहिला आउने बित्तिकै एउटा केटी थियो यहाँ पछाडि फर्केको थियो थाइकाट कपाला काट्दै मैले सोधेको राजालाई राजा तिमी केटीसँग बस्ने कि झ्यालपट्टि बस्ने भने राजाले म केटीसँग बस्ने भने ठिकै छ भनेर अप्सनमा म भित्तापट्टि बसेको लास्टमा केटी सोध्दै परि अब भगवान्ले सरापेर थप्पड हालेपछि कस्तो हान्छन् भन्ने कुरा आज आएर प्रमाणित भयो त्यो बुढो पनि हटाएर सुड्डो बुढो खाएको खाइ गर्ने परेछ साथीलाई यतिको पनि ठिक छ अब मैले यतिसम्म भनिसकेपछि मैले केही भन्न सकिनँ है अब हाम्रो यात्रा सुरु गर्छौँ अब 避免发生危险。 बुलेट ट्रेनहरूमा चाहिँ मान्छे कसरी चेक गर्छन् भन्ने चाहिँ यिनीहरूले को उत्रियो कसले कहाँसम्मको टिकट काटेको छ भन्ने कुरा सबै मोनिटर हुन्छ होइन सोध्नै पर्दैन यहाँ हेर्नु होइन जस्तै यो भयो अब यो ए र बीको मान्छे चाहिँ बाँकी छ सीको चाहिँ सकिसक्यो भने यदि सीमा कोही मान्छे पसेको छ भने चाहिँ तेरो टिकट खोइ भनेर सोध्छ होइन जस्तै अब यतापट्टि हेर्नु होइन तपाईँले त्यहाँनिर चाहिँ अब यो डीपट्टिको त्यो मान्छे छ अब एफपट्टिको उत्रिसक्यो अब यसमा पनि मान्छे पस्यो भने चाहिँ खोइ मान्छे भनेर सोध्ने हुन्छ यतापट्टि नै हेर्नु त्यसरी यहाँनिर चाहिँ रातो छ एउटा ग्रिन छ होइन जहाँ चाहिँ तपाईँको ग्रिन छ त्यो मान्छे चाहिँ उत्रिसक्यो भन्ने हुन्छ सो यसरी चाहिँ चेक हुन्छ अनि थाहा पाइहाल्छन् कि त्यही भएर एउटा सिस्टम बनाइसकेपछि कसैलाई केही गर्नै पर्दैन सबै कुरा आफै मोनिटर हुन्छ यो बेजिङ नानी स्टेसनबाट चाहिँ हामी साङ्घाई स्टेसनमा जाँदैछौँ अनि यो जुन बुलेट ट्रेन छ अब यसको स्पिड देखाउँछ स्टेसनमा नेक्स्ट स्टेसन भनेको चाहिँ हाम्रो विचिङडोङ भन्ने ठाउँ रहेछ स्टेसन अनि यसमा चाहिँ भित्रको 22 डिग्री छ बाहिर चाहिँ तपाईँको टेम्परेचर भनेको कति छ साङ्घाईमा चाहिँ 19 डिग्री भनेपछि बेजिङभन्दा अलिकति तातो रहेछ यहाँनिर चाहिँ अनि स्पिड भनेको चाहिँ 332 किलोमिटर पर आवरमा कुदिरहेको छ साङ्घाई आइपुग्यौँ त्यो चाहिँ 2 मिनट अगाडि आइपुग्यौँ यसले बानी बिगारिदियो हामीलाई हामी जहिले ढिला पुग्ने जहिले नि लेट हुने चाहिँ हुन्थ्यो यसले मलाई धन्यवाद पनि भनेकै थिएँ तर मैले बुझेको छैन ठिक छ बेजिङमा भन्दा चाहिँ यहाँनिर जाडो कम छ किनभने बेजिङमा चाहिँ कम हुन्थ्यो यहाँनिर त्यो छ त्यही भएर अब सबैजनाको पालोमा भन्दा हामी यसरी हिँडेर नि जान लागेको छौँ अब हामी यहाँबाट होटेल जानुपर्ने छ होटेलको लागि चाहिँ अब ट्याक्सी बुक गर्छौँ अनि ट्याक्सीमा जान्छौँ होटेल अलरेडी बुक छ लोकेसन दिएर जानुपर्ने हुन्छ हेरौँ अब बाटो कस्तो छ रमाइलो कस्तो छ मैले मेन्सन गरे जस्तै हामी चाहिँ यसरी काउन्टरबाट जान पाउँदैन उनीहरूको चाहिँ आफ्नो आइडी हुन्छ आइडी स्क्यान गर्छन् जान्छन् होइन तर हाम्रो लागि चाहिँ छुट्टै पासपोर्ट स्क्यान गर्नुपर्छ तपाईँहरूले देख्न सक्नुहुन्छ सबै विदेशीहरू चाहिँ त्यहाँ लाइन लागेको छन् सो हामी पनि अब त्यहीँ जानुपर्ने हुन्छ अनि त्यो विदेशीहरूको त्यही सबैजनाको पासपोर्ट स्क्यान हुन्छ अनि त्यसपछि छिर्छौँ जुन स्टेसनबाट पनि छिर्नुहुन्छ निस्किनुहुन्छ तपाईँलाई पासपोर्ट कम्पलसरी चाहिन्छ मैले यो भिडियोमा पहिला नै मेन्सन गरिएको जस्तो होइन त्यहाँको त्यो जुन स्टेसन र यहाँको स्टेसनमा चाहिँ तपाईँले डिफ्रेन्स पाउनुहुन्न र यो चाहिँ कुनै पनि इन्टरनेसनल एयरपोर्टभन्दा कम चाहिँ छैन कि तपाईँले सबै एङ्गलमा हेर्नु होइन यो कुनै एङ्गलमा पनि तपाईँलाई स्टेसन जस्तो चाहिँ लाग्दैन कि सबै कुराहरू चाहिँ यहाँनिर छ क्या एकदम खतरा नै छ सायद यो ट्रेन स्टेसन चाहिँ सिधै यो उसमा एयरपोर्टसँग लिङ्क भएको जस्तो लाग्यो किनभने टर्मिनल 2 भनेको छ सिधै यहाँ जान मिल्छ सही हो घन्टा लाग्दो रहेछ ट्रेन र बस चाहिँ बन्द भइसकेको छ किनभने हामी एकदम राति आइपुगेको छौँ 11 बजेको छ अब हामीसँग ट्याक्सीको मात्र अप्सन छ ट्याक्सी भनेको चाहिँ डिडीबाट हामीले बोलाएको छौँ करिब 120-130 रुपियाँको एभरेजमा भनेको छ तर त्यहाँनिर जाँदाखेरि नै त्यसले 13-20 रुपियाँ 15 रुपियाँ उठाइसकेको हुन्छ सुरुमा त्यहाँबाट स्टार्ट गर्छ यहाँ चाहिँ त्यस्तो खालको छ
अब हामी पहिला सुरु ट्याक्सी भएको ठाउँमा पुग्छौँ, त्यसपछि बल्ल अनि त्यसपछि त्यहाँ बुक गर्छौँ अनि त्यहाँ अगाडि आइपुग्छ नि, नत्र त फेरि बोल्न आउँदैन हामीलाई होइन दाजु, बोल्न आउँछ आउँदैन होइन, त्यही भएर हामी सिधै जान्छौँ अनि त्यसपछि जान्छौँ। यहाँ चाहिँ फ्यामिली मार्ट र माई बास्केट चाहिँ मैले पनि देखेँ, माई बास्केट त्यो 7-11 र फ्यामिली मार्ट चाहिँ देखिन्छ। सबैजना भर्खर यो सबैजनाको सिनखानतिर आएको भएकोले गर्दा सबैजना हिँडिरहेछन्, दौड छ, हतार छ, फेरि जो अगाडि पाए त्यसले पाउने होला, त्यही भएर मान्छेहरू चाहिँ अलिक छिटो हिँड्छन्। जसलाई थाहा छ उनीहरू चिलमा हिँड्छन्, जसलाई थाहा छैन उसले त हतार गर्नै पऱ्यो नि। सो अब हामी ट्याक्सी चढ्न जाँदैछौँ, राति भएको छ, हेरौँ के हुन्छ है त, बाटोमा अपडेट गर्छु। यसरी आफ्नो ट्याक्सी आइसकेपछि चाहिँ आफै सामान हाल्ने हो, पछाडि गएर खोलेर ढक्क लाउने हो नि, भित्र छिर्ने हो। अनि यहाँ चाहिँ त्यो सेल्फ सर्भिस नै हुँदैन। जापानमा चाहिँ आफै ड्राइभर आएर खोलेर हालिदिन्थ्यो, यहाँ चाहिँ अलिकति आफै गर्नुपर्ने हुन्छ, अलिक कुल टाइपको ठाउँ छ है यो चाहिँ। हामी चाहिँ साङ्घाईको होटेलमा आइसकेको छौँ अनि ट्याक्सी चढेको थियौँ। अलिपेबाट अप्लाई गरे भएर आफै त्यहाँबाट पर्छ कि हो, त्यसले पैसा नि लिन मानेन, आफै गऱ्यो। हामी चाहिँ होटेलमा आइपुगेको छौँ, अब यहाँ होटेल बुक गर्दैछौँ, त्यसपछि टक्क लगाएर हामी होटेलभित्र छिर्छौँ, रुममा जान्छौँ भनेपछि बाहिर। भर्खर भने जस्तो हामी होटेलमा आइपुग्यौँ, होटेलबाट पनि रुम लिइसक्यौँ हामीले। हाम्रो रुम चाहिँ यो छ, रुम एभरेजमा छ, ठिक छ, त्यस्तो नराम्रो पनि होइन राम्रो पनि होइन, राम्रै भनिन्छ होइन अब नेपालमा अब हिसाबले चाहिँ ठिक छ सबै कुरा जस्तो लाग्यो मलाई चाहिँ। सो तर एउटा चाहिँ अलिकति यो चाहिँ ग्राउन्ड फ्लोरमा भएकोले गर्दा त्यो चाहिँ अलिकति माथि भित्र दामी हुन्छ नि भन्ने जस्तो हुन्थ्यो। यो भित्ता केही पनि देखिँदैन, त्यो ठिक छ, 2 दिनको लागि बस्नुलाई, साङ्घाई घुम्नको लागि ठिक छ। अब घुमिन्छ साङ्घाई गाइज, घुमिन्छ। हामी चाहिँ होटेलबाट फुड हन्टिङको लागि निक्लेको छौँ। दिदीले फोटो झारेर जानु भएको रहेछ, कतै तपाईँले चिन्नु भएको छ भने भनिदिनुहोस् यो ए तपाईँले खोज्नु भएको कुरा भेटेछ। हामी फुड हन्टिङको लागि गइरहेको छौँ, फुड हन्टिङ हामी चाहिँ फुड हन्टिङको लागि हिँडेको छौँ। होटेलबाट बाहिर एकछिन निक्लेको, रातिको कति बजे छ अहिले, 1 बज्यो बज्न लागेको छ। अनि उहाँको मान्छे के भने चाहिँ उहाँलाई भोक लागिरहन्छ, तर उहाँले धेरै खान सक्नुहुन्न, आधी मात्र खानुहुन्छ। मलाई चाहिँ भोक लाग्दैन अनि खानेकुरा पनि मिठो लाग्दैन, मलाई चाहिँ भोक लाग्दैन अनि त्यसपछि खानेकुरा मिठो पनि लाग्दैन, तर दिएको कुरा चाहिँ सबै खाएर बुत्याउँछु भनेपछि कम्बिनेसन एकदम फरक किसिमको मिलेको छ। कति राम्रो होटेल हेर्नु त, आहा भित्र बहिनी पनि कति राम्रो, ओ माई गॉड हेर्नु त, बवाल छ त मान्छे त। ठिक छ, ए हो ल यहाँनिर चाहिँ के छ त, पोस्टल सेभिङ ब्याङ्क अफ चाइना अरे। ल मान्छेहरू एकदम हिँडिरहेको छ बाटोमा, कतिखेर राति पनि भेट्दो रहेछ। यहाँ चाहिँ बरु ऊ जस्तो भयो है, के अरे हाम्रो सहर जस्तो, के अरे जस्तै बेजिङमा चाहिँ पुरै अन्धकार, मान्छेहरू बन्द हुने सबै कुरा हुन्थ्यो भने चाहिँ यहाँ चाहिँ केही हदसम्म चाहिँ खुला हुने, मान्छेहरू घुम्ने डुल्ने हुन्छ नि। राति 12 बजीसम्म पनि 1 बजीसम्म चाहिँ 24 घन्टा खुल्ने भनेपछि चाहिँ रमाइलो लाग्यो मलाई। पसलहरू डिपार्टमेन्ट स्टोर पनि खुल्या छ, अलिकति यहाँ चाहिँ ल है केही छ भन्ने खालको भाइ भएको छ। अनि ऊ चाइना जस्तो भएको छ, ऊ खुलिरहेछ, के हुन्न कस्तो मजाको त्यो उड पाएर आएको है यहाँनिर भिडियो। त्यो टेक्नोलोजी हो नि त जापानमा, के अरे हो चाइनामा त। राति पनि यसरी मान्छेहरू चाहिँ खाएर बस्ने डुल्ने चाहिँ गर्दो रहेछ। बडाबा चाहिँ हिँड्दैछन् झोली तुम्बो बोकेर, कहाँ सुत्ने भनेर होला। मोमो कति पर्दा हामी त्यहाँ चल्ने मेनु भएको ठाउँमा छौँ। थरीको खानेकुराहरू छ, त्यही भएर थरीको खानेकुराहरू युज गरेको। थोरै इङ्ग्लिस चाहिँ बोल्दा रहेछन् अनि त्यसले गर्दाखेरि हेरेर यसो पिरो खालको एउटा ल्याम्प भनेको चाहिँ भेडाको, अनि एउटा चाहिँ कुखुराको पिरो खानेकुरा, अनि भात छ भनेको अफकोर्स राइस सधैँ छ भन्यो। अनि साइडको टेबल दिएको छ, यहाँ बस्छौँ। अब सफ्ट ड्रिङ्क ल्याउँदैछन् साथीले, सफ्ट ड्रिङ्क ल्याउँछ, अनि सफ्ट ड्रिङ्कसँग खाने हामी चाहिँ रोज खाँदैनौँ भन्यौँ, अनि त्यही भएर टक्क सफ्ट ड्रिङ्क हेर्दैछौँ।
हुन्छ हुन्छ के जुस रहेछ यो अरेन्जको मिक्स ओ माई गड यो सिसाको बोतलमा ओके हानिदिउँ हानिदिउँ ल अब यो सिसाको बोतलको हानिदिन्छ है त मैले अनि अर्को भनेको चाहिँ जस्तै अन्त त्यही यस्तै छुट्टा छुट्टै दिन्थ्यो भने चाहिँ एउटा चाहिँ यसमा यिनीहरूले प्याक बनाएको रहेछ जसमा चाहिँ चपस्टिक पनि हुने अनि टुथपिकहरू पनि हुने होइन अर्को भित्र के छ टुथपिक छ अनि न्यापकिन छ अनि वेट टिस्यु के एउटा कम्पै पाएको फेरि एकदम कन्भिनियन्ट अनि होइन होटेलहरूको लागि त एकदम राम्रो रहेछ यो चाहिँ यो एउटा बिजनेस कन्सेप्ट पनि बन्न सक्छ है यो चाहिँ नेपालको लागि यहाँनिर चाहिँ मजाले यसरी राखेर अनि त्यसपछि यो चाहिँ खान मिल्ने खालको रहेछ बाम माछा नेपालमा भएको बाम माछाहरू थरीथरीको माछाहरू कस्तो खालको माछा खाने यहाँ चाहिँ चुज गरेर म यो खालको खान्छु भन्दामा यो चाहिँ बिफ भयो यो चाहिँ ल्याम्प भयो अनि त्यसपछि अरू अरू चाहिँ खानेकुराहरू यसरी खालको रहेछ अर्को चाहिँ गङ्गटाहरू पनि लाइभमै छ त्यसरी यहाँनिर अहिले पनि मारेर खानेर नै गर्न पाइने लाइभ दिँदै राखेको रहेछ हाम्रो खानेकुराहरू त आइसकेको छ उहाँले चाहिँ ल्याम्प खानुहुन्छ भन्नुमा अनि त्यसले मैले चाहिँ ल्याम्प खान्छु भन्दै त्यही भएर अब यहाँनिर चिसो छँदैछ हामीसँग यो फेन्टास चाहिँ छ यही कोल्ड ड्रिङ्कसँग चट्ट लगाएर यो मासु खान्छु होइन त्यो चाहिँ ल्याम्प भन्ने यो भेडाको अनि त्यो चाहिँ यो कुखुराको अब थोरै भात आउँछ सरलाई म चाहिँ आज मासु नै खाने हो सबै मासु खाने हो एकदम मासु दाइहरूले नि मासु भात भनेर जिस्काउनुहुन्थ्यो हेर्दै हुनुहुन्छ अनि यही मासु भात खान्छु दाइ